मेरो आज माता औँसी आमाको मुखेर्ने दिन म चाहिँ माइलो छोरो उत्तम अधिकारी आमाको साइलो छोरो। नमस्कार, म नवराज अधिकारी, हाम्रो आमाको कान्छे छोरो। नमस्कार सबैलाई। म यो माता तीर्थी औँसी 2082 साल वैशाख 14 गते आज हामीले आमाको मुख हेर्नको लागि यहाँ उपस्थित भइरहेका छौँ। दाईहरू 3 जना 4 जनामा 3 जना हुन्छ। ठुलो दाई कञ्चनपुर भएर छुट्नु भएको छ अनि दिदीबहिनी हामी 2 जना भएका छौँ। अरू 2 जना दिदीबहिनी ठुली र कान्छी अस्ट्रेलिया छन् हुनुहुन्छ। अनि हामी आज आमाको मुख हेर्न 5 जना आमाका छोराछोरीमा हामी 5 जना जुटेका छौँ। यो रमाइलो माहौल छ। त 2 जना 3 जना दिदी 2 दिदीबहिनी र दाई 3 जना अझै छुट्नु भएको छ। 8 जना आमाले पाएका सन्तानहरू मध्येमा र पनि अब आफ्नो आफ्नो काम व्यस्तताले उहाँहरू आउन नपाउनु भएको र पनि यो 82 सालको माता तीर्थ औँसी भनेर जसरी आमाको मुख हेर्ने दिन भनिन्छ त्यही अनुसारले हामीले आमाको आज मुख हेर्न आयौँ। अनि यहाँ आएर यसरी रमाइलो माहौल बनाइरहेका छौँ। आमाले आगामी वर्षहरूमा पनि मुख हेर्न पाइयोस् भनी हामीले शुभेच्छा प्रकट गर्दै आजको यो 2082 साल वैशाख 14 गतेको माता तीर्थ औँसी यसरी सफल भयो भन्ने कुराहरू यहाँ जानकारी गराउँदै हाम्रा देश विदेशमा रहेका हाम्रा भाइ बहिनीहरू ज्वाइँ छोरी चेला सबैलाई सम्झिँदै र आजको यो माता तीर्थी औँसी सफलतापूर्वक यसरी हामीले मनाउन गइयो। रमाइलो वातावरणमा बनाइयो। ल यति भन्दै के भन्नुहुन्छ हजुरले पनि यसरी आए हेरे भनेर के भन्नु न? भयो त्यही हो, सबै आयो, खुसी लाग्यो, धन्यवाद छ। आखानी खेरि भोट माग्यो भने चुनावमा जिती भइसक्यो त।